बथ्यो डेमोक्रेसी पर्यो भवन। हामीले लिडर खोज्न छाडिसक्यौं, खोजिरहेछौं भगवानलाई। मान्छेलाई किन बालेनले डोजर चलाउँदा अनि रवि कराउँदा मजा आउँछ त? नेपालको राजनीतिमा गोरु ब्याउँछ, भैँसीले अन्डा दिन्छ, कुखुरोले पाडो पाउँछ, छेपारोले जामा लाउँछ, भ्यागुतोले स्टकोट ढल्काउँछ, कैँचीले रुख काट्छ, बन्जरोले कागज काट्छ। यो किन हो भन्दा वी हेभ बीन ट्रेन टु लभ भिजिलेन्ट। बलिउडको बारेमा लेखिएको तेजस्विनी गान्टीको यो किताबले एङ्ग्री यङ म्यानको राइजको बारेमा एक्सप्लेन गर्छ, जसको सिम्बल अमिताभ बच्चन थिए 1970s मा। तेजस्विनी भन्छन् यस्तो हिरोको उत्पत्ति भयो किनभने राज्य समस्याको समाधान गर्न असक्षम थियो। जब अदालत असक्षम हुन्छ, प्रहरी भ्रष्टाचारी बन्छ, पब्लिकले सिस्टमलाई बिलिभ गर्नै थाल्छ। त्यसपछि मान्छेहरू हिरो खोज्न थाल्छन् जसले रुललाई ब्रेक गर्छ अनि सिस्टमलाई फिक्स गर्छ। रवि लामिछाने एज अ पोलिटिशियन अथवा एज अ नेता स्टार्ट गरेको थिएनन्। उनी एज अ एङ्ग्री म्यान टिभीमा स्टार्ट गरेका थिए। अनि बाले त्यो कालो चस्मा, त्यो साइलेन्स, त्यो एग्रेसन, टोटल हिरो भनौँ। यो किताबमा अथरले के भन्छन् भन्दा फ्यानहरूले यी व्यक्तिहरूलाई यस्तो उचाल्छन् र यो व्यक्तिहरूसँग यस्तो कनेक्ट हुन्छन् कि उनीहरूको भिक्ट्री भनेको नै आफ्नो भिक्ट्री हो भनेर उनीहरूले मजाले नै ठान्छन्। हामी पोलिसीको लागि, सिस्टमको लागि भोट गरेकै छैनौँ। हामी त एउटा चलचित्र वा नाटकको लागि टिकट किनिरहेका छौँ जसमा भनिएको छ कि एउटा हिरोले एउटा गुण्डालाई मार्छ। भन्ने हो भने नि यो कुरा हामीले हेर्ने मुभी भन्दा एकदमै गहिरो छ। यो त हाम्रो धर्म र परम्पराबाटै आएको कुरा हो। वेन्डी डोनिगलले आफ्नो किताबमा कलियुगको बारेमा लेखेका छन्। अब यो कलियुगको स्टोरीको बारेमा हामीलाई सुनिरहेको छ, पहिलेदेखि थाहा छ। हाम्रो धर्म अनुसार जब संसारमा राक्षस र दुःख कष्ट हुन्छ, हाम्रो केसमा करप्ट लिडरहरू भएको अवस्था, त्यतिखेर चुनाव गरेर त्यसको अन्त्य कहिले पनि गरिँदैन र गर्न पनि सम्भव हुन्न। हामी भगवानलाई कुर्थ्यौं। यसको समाधानको लागि भगवानै चाहिन्थ्यो, भगवान आउनुहुन्थ्यो र डिस्ट्रोय गरेर बचाइदिनु हुन्थ्यो। हामीहरू पुरानो पार्टीलाई राक्षस अथवा दानवको रूपमा लिन्छौं र नयाँ बनाउँदा पार्टीहरूलाई चाहिँ भगवानको रूपमा लिन्छौं। भगवानलाई हामी प्रश्न गर्दैनौं, उल्टै उनीहरूको पूजा गर्छौं। यहीबाट सुरु हुन्छ भाग्यवाद, जसलाई डोरबहादुर बिष्टले आफ्नो किताबमा भनेका छन्। उहाँ भन्नुहुन्छ हामी आफ्नो जीवनमा हाम्रो कुनै व्यक्तिगत नियन्त्रण छैन, अर्थात् कन्ट्रोल छैन भन्ने विश्वास गर्छौं। यदि तपाई आफ्नो भाग्य पहिल्यै लेखिएर आएको छ भन्ने ठान्नुहुन्छ भने तपाई तिथि अर्थात् सिस्टम बदल्न काम गर्ने नागरिक बन्नै सक्नुहुन्न। तपाई रैती बन्नुहुन्छ, तपाई चाकरीमा लाग्ने मान्छे बन्नुहुन्छ र चाकरीमै लाग्नुहुन्छ। हामीले राजाको चाकरी गर्न छोड्यौं र दलहरू नेताहरूको चाकरी गर्न थाल्यौं, तर अहिले हामी फेरि तीनै नयाँ नायकहरूको चाकरी गर्छौं, गरिरहेका छौं। जोसेफ क्याम्पबेलले आफ्नो किताबमा हिरो जर्नी अर्थात् नायकको यात्राको वर्णन गरेका छन्। यो यात्रामा हिरोले सामान्य संसार सुरुमा छोड्छन्, त्यसपछि राक्षसहरूसँग लड्छन् र आफ्नो मान्छेहरूलाई वरदान अथवा उपहार दिएर फर्किन्छन्। यो भनेको टिपिकल नर्मल हिरोको जर्नी हुन्छ भनेर उहाँले भन्नुभएको छ। त्यही भएर हाम्रो मानसिकता के छ भन्दाखेरि हामी चाहिँ यी नेताहरूलाई हेर्छौं र के सोच्छौं भन्दाखेरि उनीहरूलाई नै हामीले सबै काम गरिदिन्छन्, उनीहरूले नै विकास गरिदिन्छन्, हामी चाहिँ केही काम नगरिकन, केही परिश्रम नगरिकन चाहिँ हामी बस्न पाउँछौं। तर खतरा यही नै छ। लेभिट्स्कीले लेख्नु भएको किताब हाउ डेमोक्रेसी डाई भन्नेमा यसरी नै अधिनायकवाद सुरु हुन्छ भनेर चेतावनी दिएका छन्। उनी भन्छन् नेताहरू सब भ्रष्ट छ, यो व्यवस्था सिस्टम खत्तम छ, म मात्र हुँ जसले यसलाई ठीक गर्न सक्छ। लेभिट्स्कीले हामीलाई यस्ता नेताहरूप्रति सावधान रहन चेतावनी दिएका छन् जसले प्रजातान्त्रिक खेलका नियमहरूलाई अस्वीकार गर्छन् वा विरोधीहरूको वैधानिकतालाई अस्वीकार गर्छन्। जब हामीहरूले कुनै पनि मान्छेलाई भगवानको रूपमा यसरी लिन्छौं
हाम्रो यो समस्याको समाधान गर्नको लागि व्यक्ति बनाइदिन्छौँ र रुलहरू तोड्नको लागि अनुमति दिन्छौँ, त्यतिखेर त्यसपछि यी व्यक्तिहरूलाई हाम्रो लागि पनि, हाम्रो अगेन्स्टमा पनि नियमहरू तोड्नबाट कसैले पनि रोक्न सक्दैन। म बालन वा रविलाई खराब भनिरहेको छैन। उहाँहरूले त केवल हाम्रो सामूहिक निराशालाई व्यक्त गरिराख्नु भएको हो। तर जबसम्म हामीलाई बचाउनको लागि बाहुबलीको खोजी गरिरहन्छौँ तबसम्म हामी प्रजा अथवा रैती नै रहन्छौँ। नागरिकलाई हिरोको आवश्यकता पर्दैन, नागरिकलाई इन्स्टिट्युसनको आवश्यकता पर्दछ। नागरिकहरूले नेताहरूलाई प्रश्न गर्नुपर्छ, न कि पूजा। त्यसैले भक्त नबन्नुहोस्, मतदाता बन्नुहोस्।